भएको छ। कुनै परमेश्वरको एउटा भाग पवित्र यो पावलले एफिसीको मण्डलीलाई लेख्दै गरेको कुरा हो। तर यो त एफिसीको मण्डलीलाई लेखेको रहेछ भनेर त्यहाँ छोड्ने कुरा होइन। यो आजको मण्डलीले रिसिभ गर्न पर्ने कुरा हो। हालेलुया। अब अन्तमा प्रभु र उहाँको शक्तिको सामर्थ्यमा भन्दा आत्माको भरपुरीमा भनेको। हालेलुया। आत्माको भरपुरीमा बलवान हुँदैछ। तपाईँ र मेरो फिजिकली पावर ताकतको अब हाम्रो युद्धमा काम लाग्ने वाला छैन। हाम्रो युद्ध चाहिँ यो आत्मिक युद्ध हो। यस कारणले गर्दाखेरि अबको मण्डलीहरू चाहिँ सामर्थ्य हुनुपर्छ। अबको मण्डलीहरू चाहिँ उति नै सामर्थ्य हुनुपर्छ। तपाईँ र म हिँड्दै गरेको ठाउँमा पराक्रम